मेरो र चियाको जस्तो कम्प्लिकेटेड रिलेसनसिप चाहिँ नि गाइस यस्तो कम्प्लिकेटेड छ होइन हामी अब एकअर्कासँग मिल्छ पनि मिल्दैन पनि के मलाई सबसे बेसी खुसी पनि चियाले गर्दा हुन्छ अनि मलाई सबसे बेसी दुःख पनि चियाले गर्दा हुन्छ कि मलाई टेन्सन भयो म चिया खाइदिन्छु मलाई अल्छी लाग्यो म चिया खाइदिन्छु मेरो टाउको दुख्यो मेरो चिया खाइदिन्छु फेरि सबै निको हुन्छ मेरो टाउको दुखेको निको हुन्छ मलाई टेन्सन भएको पनि हटिन्छ अनि मलाई अल्छी लागेको पनि म दुरुस्त हुन्छ कि म पढ्नु बस्नु पर्ने होइन मलाई चिया चाहिन्छ चिया नखाइदिएसम्म मलाई पढ्नु बस्नै मन लाग्दैन चिया खाएपछि ओ जोस आउँछ जेमा पनि मजा आयो कि तर अब फेरि मलाई यही चियाले यति बेसी टेन्सन दिन्छ कि ग्यास्ट्रिक हुन्छ यही चियाले मेरो टाउको दुख्छ यही चियाले अनि मलाई ढकार आउँछ ढ्याउड्या हुन्छ यही चियाको लाग्दाखेरि चिया खाइसकेपछि मलाई ढुस्स उडुस्सै हुन्छ म पानी खाँदैन अनि म डिहाइड्रेटेड हुन्छ यही चियाको कारणले गर्दाखेरि अब एकदमै गाह्रो हुन्छ नि मलाई आज कहिलेकाहीँ कस्तो हुन्छ मलाई थाहा छ गाइस म 2-3 कप चिया खान्छु दिनमा अनि चिया खाँदा खाँदै कस्तो हुन्छ ह्यासै हुन्छ यस्तो नरमाइलो फिल हुन्छ अनि म यस्तो रिस उठ्छ अनि यो चियाले गर्दाखेरि म भोलिदेखि चिया खान्न भन्छु कि तर भोलि बिहानै उठ्यो मलाई फेरि फर्स्टै आएर चिया नै चाहिन्छ कि अनि चिया भएन भने मलाई हुँदैन कि यो चिया मलाई चाहिन्छ भने जिन्दगीमा फेरि चाहिँदैन भने के मलाई के भन्नु यसलाई म जा मेरो जिन्दगीमा जा तैँले मेरो जिन्दगी खराब गरिदिस् पनि भन्नु सक्दिनँ फेरि आइज मेरो प्यारो चिया आऊ मेरो चिया भनेर मैले कङ्गालो मारेर पनि राख्नु सक्दिनँ कि अनि एकदम कम्प्लिकेटेड भयो कि यो चिया के गर्ने होला त्यही भएर चिया अलिकति सुधार्नु पऱ्यो यो भएन यो नेपाल सरकार पनि नेपाल सरकारलाई दोष दिने कि केही नभइसक्दा हाम्रो होइन त्यो चलिरहेको चलन होइन केही भएन कि नेपाल सरकारलाई दोष दिने नेपाल सरकार यो भएन चिया भएन यो चिया गरेर गर्दाखेरि यस्तो भएको